नमस्ते साथीहरू, अहिले चाहिँ हामी एउटा लामो यात्रामा छौँ अनि धरानदेखि बसमा चढेको 26 घण्टामा चाहिँ यहाँ कर्णालीको पुलमा आइपुगेको छौँ। नेपालको सुदूरपश्चिमलाई जोड्ने यो पुल चाहिँ नि जापानी सहयोगमा 1994 मा बनेको अनि यो एउटै मात्र यस्तो पुल हो जुन चाहिँ एउटै मात्र पिलरमा यसरी बनेको छ। आज म धेरै वर्षपछि फेरि यो कर्णालीको ब्रिजमा हिँड्दैछु। आज चाहिँ नि हामी यहाँ कर्णालीको ब्रिजमा छौँ। म चाहिँ कति मोर देन 16 इयर्स पछि ब्याक भएको। पहिला चाहिँ हामी अफिसमा काम गर्दा रातदिन यो बाटो हिँड्थ्यौँ, खास केही मतलब भएन। तर आज फेरि धेरै वर्षपछि आउँदाखेरि चाहिँ पुरानो मेमोरी फ्ल्यासब्याक भयो कि, त्यो भएर एकदमै आज चाहिँ स्पेसल लागिरहेको हुन्छ नि कर्णालीको। कर्णालीको यो आइकनिक ब्रिजमा एक तास फोटो खिचेर अनि माछा भात खाएर हामी चाहिँ हाम्रो गन्तव्यतिर लाग्दैछौँ। आजको हाम्रो गन्तव्य भनेको चाहिँ महाकाली पारीको गाउँ दोधारा चाँदनीसम्मको। धरानदेखि चढेको बस लगभग 30 घण्टामा दिउँसोको 2 बजीतिर महेन्द्रनगर पुग्यो अनि महेन्द्रनगरमा बस छोडेर महाकाली पारीको गाउँ जानका लागि चाहिँ हामी यो टेम्पोमा चढ्यौँ। महेन्द्रनगरदेखि टेम्पोमा दोधारा चाँदनी पुग्नका लागि चाहिँ लगभग 1 घण्टा लाग्दो रहेछ अनि यसको भाडा चाहिँ हामीले नेपाली 1200 रुपियाँ तिर्यौँ। महाकाली नदीमाथि पक्की पुल बनिसकेको रहेछ। हजुर, हामी चाहिँ त्यही नयाँ पुल जसलाई चाहिँ 4 लेन पुल पनि बनिँदो रहेछ। 4 लेन पुलबाट यो महाकाली पारीको गाउँ प्रवेश गर्यो। बाटोहरू जताततै एकदमै राम्रो बनिसकेको रहेछ। नेपालको मानचित्रको सबैभन्दा पश्चिमी कुनामा भएको 2वटा गाउँ जुन चाहिँ महाकाली नदीले छुट्याएको थियो, पुग्नका लागि पहिले भारतको बाटो भएर जानु पर्थ्यो रे। तर अहिले महाकाली नदीमा पुल बनिसकेपछि अनि बाटोघाटो बनिसकेपछि चाहिँ यो पुग्नलाई एकदमै सहज भएको रहेछ। महाकाली नदीले छुट्याएर धेरै टाढो रहनु भएको आफन्तका हामी पुग्दा नपुग्दै साँझ परिसकेको थियो अनि भोलिपल्ट चाहिँ हामी बिहानैदेखि एउटा टेम्पो हायर गरेर यताउति गाउँतिर घुम्न लाग्यौँ। यहाँ चाहिँ भर्खर नाग नै बसेर बस्नु भएको छ। शिव मन्दिर सपनामा देखेर खन्दा यस्तो भेटेको अरे। अनि यो चाहिँ ब्रिज यो चाहिँ एकदम बोर्डरमा छ अनि यो ठाउँको नाम चाहिँ कुतिया कबर अरे। यो चाहिँ वार्ड नम्बर कति पर्छ दाइ? वार्ड नम्बर 10। अनि परको चाहिँ महाकाली अनि यता अर्को एउटा के खोला भन्छ? जगोडा र महाकालीको बिचमा हुन्छ, बङ्गालको बिचमा पर्दो रहेछ। यो कुतिया कबर दोबानमा हुन्छ। अनि यो चाहिँ यो अर्को कुतिया कबर गाउँ जाने, त्यहाँ पनि नेपालीको बस्ती रहेछ। ल गाउँ घुम्दै जाँदाखेरि भर्खरै भेटेको यो नागथानको दर्शन गरेर हामी चाहिँ अगाडि बढ्यौँ। यहाँनिर चाहिँ एउटा बौद्ध विहार पनि रहेछ। यो बौद्ध विहार पनि पुरानै हो रे, तर यसको यो मूर्ति चाहिँ न्युली कन्स्ट्रक्ट गरेको। अनि यो बौद्ध धर्मावलम्बीहरूले चाहिँ यहाँनिर लोसारमा अथवा चाहिँ बुद्ध पूर्णिमा चाहिँ यहाँ सामूहिक रूपमा पूजा गर्ने चलन रहेछ। अहिले चाहिँ हामी यो जोगबुढा नदीको पुल माथि छौँ अनि पुल माथिबाट नि तल खोलामा बगेको पानी हेर्दैछौँ। यो पानी यति साह्रो सफा छ, सङ्लो छ कि माथिबाट चाहिँ माछा पनि देखिने रहेछ। यो बग्दै गरेको खोलामा यति सफा पानी चाहिँ मैले पहिलोचोटि देख्दैछु। अहिले चाहिँ यो सिमलको फुल फुल्ने बेला भएर होला गाउँमा चाहिँ सबैतिर यसरी सिमलको रुखहरू रातै गरी फुलेको थियो। एकदमै रमाइलो गरे। अनि हामी चाहिँ यसरी आधा दिनसम्म गाउँ घुमेर अब चाहिँ चाँदनी दोधाराको एकदमै नामी झोलुङ्गे पुलतिर जाँदैछौँ।
र अहिले चाहिँ हामी दोधारा चाँदनीको दोधारा ब्रिज हेर्न जाँदैछौँ ब्रिज हेरेर झलुङ्गे पुल हेर्न जाँदैछौँ। अनि यो चाँदनीको बाटो चाहिँ यस्तो छ। चाँदनीको बाटो चाहिँ यस्तो छ। यहाँ चाहिँ हामी एकदमै फेमस चाहिँ अटोमा जान सकिन्छ। अहिले हामी चाहिँ यो गैरी गाउँबाट आएको अब यतातिर जाँदैछौँ। महाकाली पारीको यो गाउँमा छ नि एकदमै धेरै चाहिँ यो खेती हुने रहेछ। अहिले सबै गाउँको सिजन गहुँ अनि अरू चिज पनि एकदम राम्रो फल्दो रहेछ। यहाँनिर नेपाली पहाडीहरूको बस्ती धेरै रहेछ। फाइनली हामी चाहिँ दोधारा अनि चाँदनीलाई जोड्ने महाकाली नदी माथि बनेको पुल झोलुङ्गे पुल भएको ठाउँमा आइपुग्यौँ। यो पुल क्रस गर्नको लागि चाहिँ कुनै पैसा लाग्दैन। यहाँ सूचना बोर्डमा पनि केही सूचनाहरू दिएको छ। तर यो पुल क्रस गर्नको लागि चाहिँ धेरै समय लाग्ने रहेछ। घाम टन्टलापुर लागेको थियो तर पनि हामी यो पुल हेर्ने एक्साइटमेन्टले यसै दौडन लाग्यौँ। नभए चाहिँ यो पुल घुम्न आउँदा बिहान अथवा चाहिँ सूर्यास्तको समयमा चाहिँ अझ राम्रो देखिन्छ अरे। हामीसँग अप्सन थिएन, समय पनि थिएन। त्यही भएर टन्टलापुर घाममा पनि हामी यहाँ पुलमाथि हिँड्दैछौँ। गाठो पऱ्यो यहाँनिर बाइक गाठो पऱ्यो हेर्नु न। हाम्रो ग्रुप चाहिँ यसरी आउँदैछ। दिदी कस्तो लाग्दैछ? राम्रो लागेको छ। रमाइलो लागेको छ एक्सर्साइज माइल दिदी? रमाइलो भइरहेछ? ल यो महाकाली नदी माथि बनेको झोलुङ्गे पुल चाहिँ नि नेपाल सरकारले स्विजरल्यान्ड सरकारको सहयोगमा 2003 बनाइसकेको पुल रहेछ, जुन चाहिँ लगभग 1.5 किलोमिटर भन्दा पनि लामो छ। चाँदनी दोधारामा हिँड्नु त रमाइलो छ नयाँ ठाउँको, तर गर्मीले चाहिँ यहाँ गर्मी चढिसकेको रहेछ। बिहानै आउनुपर्ने, बेलुका आउनुपर्ने। माई गड, देख्नुभयो मोटरसाइकल यस्तो स्पिडले हिँड्दो रहेछ साँगुरोमा पनि। अब के गर्नु है, यस्तो छ बाटो। गर्मीले चाहिँ पदक भइरहेछ। यो चाँदनी दोधारा अथवा चाहिँ कञ्चनपुर जिल्लालाई नेपालको बाँकी भूभागसँग जोड्ने यो झोलुङ्गे पुल बनेदेखि यता यहाँको बासिन्दाहरूलाई एकदमै सहज भएको रहेछ। हुन त खुट्टाले हिँडेर क्रस गर्नुपर्ने यो पुलमा चाहिँ 2 पाङ्ग्रे साइकल अथवा चाहिँ मोटरसाइकल अति धेरै नै हिँड्ने रहेछ, जसले गर्दाखेरि चाहिँ पैदल हिँड्ने यात्रुहरूलाई चाहिँ यो पुल क्रस गर्दाखेरि अलिकति गाह्रो हुने रहेछ। ल, यो मोटरसाइकलले जति डिस्टर्ब गरे पनि हामी बिस्तारै हिँडेर यो पुलको पूर्वपट्टिको भाग आइपुग्यौँ पुल क्रस गरेर। अनि यो पूर्वपट्टिको भागले चाहिँ भीमदत्त नगरपालिकालाई छुँदो रहेछ। अनि यहाँबाट चाहिँ
महेन्द्रनगर बजार चाहिँ लगभग 5 किलोमिटरमा पर्ने रहेछ। त्यस्तै शुक्लाफाटा वन्यजन्तु आरक्षण केन्द्र एयरपोर्ट पनि यस्तै 5-6 किलोमिटरको डिस्टेन्समा रहेछ। महाकाली नदीमाथि बनेको यो झोलुङ्गे पुल वारीबाट हिँड्दाखेरि चाहिँ पारी के छ होला जस्तो लाग्थ्यो। त्यही भएर यस्तो टन्टलापुर घाममा पनि त्यही माथि स्पिडमा आएको बाइकहरूलाई साइड लाग्दै 1.5 किलोमिटरभन्दा लामो यो यात्रा तय गरेर आइपुग्दाखेरि यहाँ चाहिँ खासै केही छैन रहेछ, एउटा सानो बजार मात्र रहेछ। अब हामी चाहिँ यहाँबाट अगाडि नबढ्ने निदो गरेर यहीँ रेस्ट गर्न थाल्यौँ। अहिले चाहिँ नि हामी यो महाकाली नदी बनेको माथि बनेको यो दोधारा चाँदनीको यो झोलुङ्गे पुल माथि छौँ, को छेउमा छौँ। पारिबाट चाहिँ हामी क्रस गरेर आएको। यो चाहिँ नेपालकै सबैभन्दा लामो सस्पेन्सन ब्रिज। त्योभन्दा पनि इम्पोर्टेन्ट कुरा चाहिँ यो ब्रिज बन्नुभन्दा पहिला चाहिँ यहाँनिर यो चाँदनी दोधारा भन्ने जुन गाउँहरू छ त्यो चाहिँ नेपालको भूभागबाट डिस्कनेक्ट थियो, इन्डियाबाट मात्रै एक्सेस हुन्थ्यो। अनि अहिले यो ब्रिज बनेर चाहिँ यहाँनिर अब यसरी सहज भएको छ। सबैभन्दा बोरिङ पार्ट चाहिँ यति साह्रो मोटरसाइकल हिँड्दो रहेछ कि यहाँबाट हिँड्दाखेरि क्रस गर्दाखेरि चाहिँ एकदमै दिक्क लाग्ने क्या। अनि अहिले माथि यहाँ ब्याकग्राउन्डको माथि अर्को ठुलो पुल बनेको छ 4 लेनको। 4 लेन नामै 4 लेन रहेछ। त्यो चाहिँ ड्राई पोर्टको लागि रहेछ। अनि त्यो ड्राई पोर्टको लागि बनेको पुलले चाहिँ अलिकति अरू गाडीहरू सहज भएको छ। अदरवाइज यही बाटो हिँड्नुपर्ने यो चाँदनी दोधाराको मान्छेहरू हामी चाहिँ पारिबाटै आएको, हिँडेर आएको। हिँड्दाखेरि पनि हामीलाई धेरै समय लाग्यो। तर यहाँबाट हिँड्दा चाहिँ बढी दिक्क लाग्ने रहेछ क्या यो बाइकले गर्दाखेरि। यस्तो चाहिँ हाम्रो महाकाली नदीमाथिको सानो दोधारा। ल अहिले चाहिँ हामी यो यता वारीपट्टि आइपुगेको छौँ कि। दिदी कस्तो लाग्यो तपाईँलाई त्यो पुल लिएर आउँदा? पहिला कस्तो लाग्यो, अहिले कस्तो लाग्यो? रमाइलो लाग्यो? गर्मीले अलिक हिँड्नु गाह्रो भयो? राति बत्ती बल्छ हो? बत्ती भएर राम्रो हुन्थ्यो होला है। अन्त बत्ती भएको राम्रो हुन्थ्यो। ल अब चाहिँ यो भीमदत्त नगरपालिकामा पुगेर चिया खाएर फेरि हामी यो चाँदनी दोधारा माथिको झोलुङ्गे पुलबाट फर्किँदैछौँ। यो झोलुङ्गे पुलको बाटो लामो छ तर हिँड्न पनि उत्तिकै रमाइलो। अझ साँझ र बिहान चाहिँ हिँड्दाखेरि एकदमै रमाइलो हुन्छ अरे। तर दिउँसो हिँड्दाखेरि चाहिँ मोटरसाइकलको चाप धेरै हुने रहेछ। अनि बाटो हिँड्दाखेरि मोटरसाइकललाई साइड लाउँदै हिँड्दाखेरि चाहिँ एकदमै झिजो पनि लाग्ने रहेछ। गाह्रो भयो हिँड्नलाई। सुखायाम भएको हुनाले यो कर्णालीमा धेरै पानी छैन। त्यही भएर यो परसम्म चाहिँ बच्चाहरू खोलाभित्रै पसेर खेलिरहेको देख्छौँ। तर बर्खायाममा यही कर्णालीले हो प्रत्येक वर्ष यहाँ डुबान गर्ने अनि धेरै घर परिवारलाई चाहिँ विस्थापित गर्ने। ल अब हामी चाहिँ वारीपट्टि आइसक्यौँ। अनि वारीपट्टिबाट फर्केर हेर्दा कर्णालीको यो झोलुङ्गे पुल चाहिँ यस्तो छ। एकदमै अचम्म लाग्ने, एकदमै रमाइलो लाग्ने। यदि तपाईँहरू घुम्न आउँदै हुनुहुन्छ भने चाहिँ कि बिहान कि साँझमा आउनुहोला। त्यो बेला चाहिँ सूर्यास्तको दृश्य पनि राम्रो देखिन्छ अरे। हवस् त यो महाकाली पारीको गाउँ चाँदनी दोधारा अनि त्यसमा बनेको पुललाई हेरेर यो चाँदनी बजार हुँदै हामी चाहिँ आजको दिन समाप्त गर्दैछौँ अनि आफ्नो वासस्थानतर्फ लाग्दैछौँ। भोलि चाहिँ नि हामी खटिमा बोर्डर हजुर इन्डियाको नजिकको सहर खटिमाबाट चाहिँ देहरादुनतर्फ लाग्दैछौँ। देहरादुन हामी कसरी गयौँ यो सबै कुरा म फेरि भिडियोमा देखाउने छु। त्यो बेलासम्मको लागि सेवा रहने नमस्ते।